यतिबेला हामी सबै आदिल आलमको निलम्बनको फुकुवा कहिले हुन्छ भनेर पर्खाइमा रहेका छौं र केही दिन अगाडि क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले आदिल आलमलाई आफ्नो अफिसमा पनि बोलाएको थियो प्रधान कार्यालयमा र यहीँबाट चाहिँ आदिल आलमको निलम्बन फुकुवाको तयारी भन्ने चर्चाहरू आएको थियो र यो चर्चा लगभग सत्य जस्तो पनि देखिएको छ र क्रिकेट एसोसिएसन अफ नेपाल क्यानका उपाध्यक्ष रोशन सिंहले चाहिँ अब आदिल आलमको जुन एउटा निलम्बनको प्रक्रिया छ त्यो अन्तिम चरणमा पुगिसकेको र यो वैशाख र जेठ भित्रमा उनले भनेका छन् जेठ नकट्ने लगभग र यही वैशाख भित्रमा गुड न्यूज नयाँ वर्षसँगै आउने सक्ने सम्भावना निकै रहेको भनेर जानकारी गराएका छन् र लगभग अब आदिलको प्रक्रियागत रूपमा चाहिँ सबै कुरा सकिएको भन्ने कुराहरू उनले जनाएका छन् र अब केही टेक्निकल कुराहरूलाई सिध्याएर आदिल आलमको चाँडै निलम्बन फुकुवा हुने भन्ने कुरा आएको छ र यही विषयमा चाहिँ विशेष कुरा गर्नको लागि केही दिन अगाडि क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले आदिल आलमलाई बोलाएको जानकारी उनले गराएका छन्। क्रिकेट एसोसिएसन अफ नेपाल क्यानका उपाध्यक्ष जस्तो पदमा बसेको मान्छेले नै अब जेठ नकट्ला भनेपछि विश्वास पक्कै पनि गर्नुपर्ने हुन्छ। आदिल आलमको लागि यस भिडियोलाई एक लाइक गर्न नभुल्नुहोला। तपाईलाई आदिल आलमको निलम्बन फुकुवा के यो जेठ भित्रमा होला त के लाग्छ? आफ्नो प्रतिक्रिया राख्न नभुल्नुहोला।